हेलो अनि नमस्ते सबैजना, सन्चै आरामै हुनुहुन्छ होला है। मैले चाहिँ नयाँ ब्लग सुरु गरिसकेको छु। पोखरामा ट्याक्सी ब्लग देख्न सक्नुहुन्छ। आजको सुरुवात लेक साइडको स्ट्रिट नम्बर 1 बाट सुरुवात भइसकेको छ। देख्न सक्नुहुन्छ दुईटा मोबाइलमा अनलाइन बसिरहेको छु म चाहिँ। अहिले चाहिँ पोखरामा अफ सिजन लागिरहेको छ है, सिजन छैन। काठमाडौँमा चाहिँ अब सिजन भन्ने कुरो हुँदैन है। इनड्राइभ हान्नेलाई चाहिँ जति पनि लगाइरहेको हुन्छ। अब पोखरामा चाहिँ यस्तै नै छ, देख्न सक्नुहुन्छ। अब टिपे आउँदैन, टिपे आएको हुँदैन। कतिको लाग्छ देखाउँदै नै छु, दिनभरिको कमाइ कति हुनेछ। घर गएको ट्याक्सी चलाएर है। यो ट्याक्सी चाहिँ मेरो मामाको हो। कतिको लाग्छ देखाउने नै छु हजुरहरूलाई, कमाइ कस्तो हुन्छ है। अब पोखरामा कमाइ चाहिँ खासै छैन। अब 1000 रुपियाँ जोगाउनलाई बहुत गाह्रो छ है। यस्तै नै हो, देख्न सक्नुहुन्छ यतातिर भ्यू लेकको है। टक्कसँगले यो चाहिँ स्ट्रिट नम्बर 6 तिरको हो। अब टिप कतातिरको लाग्छ हेर्दै जाउँ। अब बज्ने अहिलेसम्म नाम निशान केही छैन है पोखरामा। अब म चाहिँ यहाँबाट स्ट्रिट नम्बर 9 बाट यता कुटीतिर जानेछु। अब कुटीतिर चाहिँ कस्तो छ भनेदेखि बिचतिर पर्छ सेन्टर है। अनि चारैतिरको इनड्राइभहरू नि भेट्छ यहाँबाट चाहिँ। र त्यही नै हो साथी हो, भिडियो चाहिँ हेर्दै गर्नु होला, अन्तिमसम्म हेर्नु होला। कति कमाइ हुन्छ भनेर म हालिदिने छु हजुरहरूको लागि। दिनभरि ट्याक्सी चलाएर अब लेबर कामले जित्छ कि अब ट्याक्सी चलाएर जित्छ अफ सिजनमा भनेर चाहिँ हेर्नु होला है। कमाइ खासै छैन, देखाउने हुन्छ। अन्तिमसम्म भिडियो हेर्नु होला। अब अर्को टिप कतातिर लाग्छ है। आजको बोनी कहाँनिरबाट कताबाट हुन्छ हजुरहरूलाई म देखाउने नै छु। अन्तिमसम्म भिडियो हेर्नु होला है त। ल अहिले चाहिँ मेरो इन्टरनेसनल एयरपोर्ट जाने टिप परिसकेको छ इनड्राइभमा है। 495 रुपियाँको। अब यही पनि टिप हानिएन भनेदेखि चाहिँ कमाइ हुँदैन है पोखरामा। ठिकै छ। अब यो टिप हान्न जाउँ पिकअप गर्न। त्यसपछिबाट अब मिलेछ भने एयरपोर्टतिरको भिडियो नै बनाउँला है। पहिला पिकअप गर्न जाऊँ। यहाँ लेफ्ट साइड यता स्ट्रिट नम्बर 18 बाट लागेको छ टिप चाहिँ, देख्न सक्नुहुन्छ। यो चाहिँ नारेश्वर चोक भयो यता कुटी रिसोर्टतिरबाट स्ट्रिट नम्बर 9 तिरबाट निस्किँदाखेरि चाहिँ सर्टकट बाटो यो पर्छ है, नारेश्वर चोक। देख्न सक्नुहुन्छ। ल त्यही नै हो। अब पिकअप गरौँ, त्यसपछिबाट ड्रप गरौँ, अनि त्यसपछिबाट भिडियो बनाउँला है त। अर्को टिप कतातिर लाग्छ हेर्दै जाउँ। अब एयरपोर्टबाट पनि लाग्न सक्छ, त्यहाँ फेरि अलिकति झ्याउ गर्छ इनड्राइभरलाई, जान लिन चाहिँ दिँदैन। ल त्यही नै हो, एयरपोर्टतिर गएर भेटौँ है त। ल हाम्रो इन्टरनेसनल एयरपोर्ट पोखराको चाहिँ यही नै हो है, देख्न सक्नुहुन्छ। अनि यतातिर चाहिँ निस्किने बाटो। मैले चाहिँ यहाँ भर्खरै छोडेर फर्किँदैछु है। 495 रुपियाँ थियो, 600 रुपियाँ दिनुभयो। ठिकै छ। अब अर्को टिप हेरौँ कतातिर लाग्ने छ। यस्तै नै छ। 10 बज्न लागिसक्यो। म चाहिँ लगभग 9 बजेतिर निस्केको थिएँ। कमाइहरू खासै छैन, कति भने गर्नु है। यो देखिरहेको चाहिँ माथिको काउँ डाँडा हो। अनि यहाँ
यहाँनिरबाट चाहिँ यता यो बादल लागिरहेको छ है। बादल नलागेको भएदेखि चाहिँ पुरै एकदम राम्रो हिमाल देख्थ्यो। माछा पुच्छ्रे, धौलागिरी अनि यो खै के नाम छ है हिमालहरूको चाहिँ एकदमै बवाल देखिन्छ। भोलि पर्सि खुल्ला भयो बेला देखाउँला हजुरहरूलाई। ल अब अनलाइन त म बसिरहेको छु दुईटा मोबाइलमा। अब कतातिरको टिप लाग्छ हेर्दै जाउँ, कता कता पुगिन्छ हजुरहरूलाई देखाउने नै छु है। अनि उता देखेको त्यो डाँडो सबभन्दा हल्को डाँडो देखेको चाहिँ सरङकोट हो। अनि यो चाहिँ गाउँ डाँडा भइहाल्यो। यहाँनिर हाइवे निस्किन लागिसकेको छ है। यहाँको अब हाइवे चाहिँ लगभग 100 किलोमिटर चाहिँ एकदम राम्रो छ है। पोखराबाट चाहिँ मुङलिङसम्म चाहिँ एकदमै चिल्लो छ बाटो। अहिले बनाएको बाटो भनेको चाहिँ लगभग हाम्रो नेपालमा यस्तो राम्रो बाटो भएको चाहिँ यहाँ पोखराबाट मुङलिङसम्म मात्र होला। ल त्यही हो साथी हो, हेर्दै गर्नु होला अन्तिमसम्म भिडियो। बल्ल 600 रुपियाँ कमाइ भयो है। अब बेलुकासम्म कति हुन्छ हेर्दै गर्नु होला। म चाहिँ अब टिप खोज्दै जाँदैछु। अब टिप कतातिरको पाउँछ त्यसपछिबाट अपडेट गराउने नै छु है। अब कतिको कमाइ हुन्छ भनेर देखाउने नै छु बेलुकासम्म। कति भने गर्छस् भन्नु होला, के गर्ने भन्नै पर्यो। कमाइ छैन, बेलुका कमाइ भएपछि कति हुन्छ एकैचोटि लास्टमा देखाउनु। अब चिट्ठी भानौँ ज्याप जतिको कमाइ हुन्छ है त। हेर्दै गर्नु होला भिडियो चाहिँ अन्तिमसम्म। ल म चाहिँ अहिले यता इन्टरनेसनल एयरपोर्टबाटै फेरि यतातिर टिप लिएर आएको छु, यता रामबजार साइडतिर। अब यतातिरबाट कता लाग्छ, अब कतातिर जाँदा ठिक हुन्छ है। अब कतातिरबाट लाग्छ टिप। अब म चाहिँ फर्किन्छु त्यही लेक साइडतिरै। अब त्यतातिरबाट यसो घुम्न जानेहरू निस्किन्छ। 10 बज्यो, 11 बजेतिरबाट त अलिक घुमफिर गर्ने मान्छेहरू नै हुनसक्छ। त्यही भएर लेक साइडतिर जाँदैछु। अब टिप कतातिरको पर्छ हजुरहरूलाई देखाउने नै छु है। भिडियो चाहिँ हेर्दै गर्नु होला। ल देख्न सक्नुहुन्छ अहिले चाहिँ 350 को टिप परिसकेको छ है। यता खरे साइडतिरबाट पृथ्वी चोक जाने 350 रुपियाँको टिप लिन जाँदैछु। मेसेज हेर्नु भएन के अरे, त्यही पनि लोकेसनमा जाम है। कन्फर्म चाहिँ गरेको छैन। फोन हानेको फोन पनि उठाउनु भएन है। यो चाहिँ यता खरे चोक निस्किने क्याटोक निस्किने बाटो हो, दिगो पाटन साइडतिरबाट। यो बाटो चाहिँ अलिकति सर्टकट पर्छ है। ल ठिकै छ, लिन जाऊँ। अनि त्यसपछिबाट कतिको टिप लाग्छ, कतातिर लाग्छ पृथ्वी चोकबाट है। नभए फर्केर यतै लेक साइडतिरै आउनेछु। म चाहिँ उता रामबजारबाट चाहिँ डाइरेक्ट इनड्राइभ हेर्दै आएको थिएँ। अब यतैतिर आएपछि मात्र पऱ्यो है। ठिकै छ, त्यही नै हो आजको। अब कतातिर लाग्छ यो टिप छोडौँ, अनि त्यसपछिबाट थाहा हुन्छ है। ल म चाहिँ अहिले यता बराल पेट्रोल पम्प साइडतिर आइपुगेको छु है। जरेबरतिर जाँदै नै छु।
बसिरहेको थिएँ है। फेरि पनि पृथ्वी चोकको 350 को टिप परिरहेको छ यहीँ नजिकैबाट यो चाहिँ। ल देख्न सक्नुहुन्छ यही नै हो है 350 रुपियाँको पृथ्वी चोक। ल अर्को टिप कतातिर लाग्नेछ फेरि पनि देखाउँछु हजुरहरूलाई। ल म चाहिँ अहिले यता रामबजारतिर छोडेर फर्किँदैछु है। पृथ्वी चोक आइपुग्नलाई यो चाइना पुल भनेर चिन्छ यसलाई चाहिँ। अहिले चाहिँ हाम्रो यहाँको बस पार्कहरू यो अगाडिको पुरै भत्काएको छ है। यतातिरको देख्न सक्नुहुन्छ सबै भत्काएको छ। अहिले त क्लिन बनाएको छ। जस तलतिर चाहिँ भत्काएन। अब नभत्काओस् भन्छु म चाहिँ है सकेसम्म चाहिँ। अब यहाँनिरको अब यति भए बस पार्क त होला जस्तो लाग्छ। अब धेरै नै मान्छेहरूको घरहरू छ है। बस पार्कको लागि गर्दै थियो के अरे। अब बस पार्क त अब हुन्छ जस्तो लाग्छ के अरे मलाई चाहिँ। त्यही नै हो। अब यतातिर चाहिँ अब मोबाइलले भिडियो नबनाऊँ है ट्राफिकहरू हुनसक्छ। फेरि मोबाइल चलाउँदै हिँडेछ भनेर फेरि समातेर चिट काट्दियो भने अहिले त 1000 मुनि त चिटै काट्दैन है उस्किन्छ। त्यही नै हो। अहिले पछि अब कतातिरको टिप लाग्छ अनि त्यसपछिबाट भेटौँ है त। ल अहिले चाहिँ म होटेल आवासबाट यता जुसेरी क्याफे आइपुगेको थिएँ है। अनि उसले चाहिँ 300 रुपियाँ हानेको थियो है। टुरिस्ट थियो। अनि फेरि हाई रेट हान्न मिल्छ नि त इनड्राइभमा। अनि मैले चाहिँ हाई रेट हानेको थिएँ। अनि उसले चाहिँ 300 रुपियाँ भनेर सोचिरहेको रहेछ। अनि कहाँबाट आयो यो पैसा, कहाँबाट 45 रुपियाँ बढ्यो। मैले त 300 रुपियाँमा एक्सेप्ट गरेको थिएँ। तिमीहरू किन यस्तो फ्रड गर्छस् भनेर भन्थ्यो। अनि एकपल्ट मोबाइल हेर्नु त भनेर मैले चाहिँ भनिदिएको थिएँ। इनड्राइभ एप्स खोलेर हेर्नु त्यहाँ कति आहा 300 रुपियाँ त्यहाँनिर देखाएको छ भने 300 रुपियाँ दिनु। अब त्यहाँ जति देखाएको त्यति दिनु भनिदिएको। बल्ल हेरेँ नि त। अनि हामीले चाहिँ हाई रेट हान्न मिल्छ भनेर भनेको थिएँ। अबबाट चाहिँ म घटाउँछु अबबाट भनेर भन्दै थियो। हामीले पनि घटाउनु मिल्छ होइन र भनेर भन्थ्यो। मिल्छ भन्दै थियो के अरे। ल त्यही नै हो। कहिलेकाहीँ यस्तो हुन्छ है टुरिस्टहरूलाई। खोइ टुरिस्टहरूलाई त थाहा हुनुपर्ने हो के अरे। उनीहरूले त एप चलाइरहेको हुन्छ थाहा थिएन होला के अरे। ल ठिकै छ त्यही नै हो। हेर्दै गर्नु होला भ्लग चाहिँ है सुरुदेखि अन्त्यसम्म। टिपहरू हानिराखेको छु मैले चाहिँ। कतिको हुन्छ हेरौँ बेलुकासम्म कमाइ। त्यसपछिबाट म हजुरहरूलाई देखाउने नै छु है। भिडियो चाहिँ अलि लामो नै हुन्छ। यो चाहिँ हलनचोक हो है। अब कमाइहरू कतिको हुन्छ अब बेलुका देखाउने छु। म चाहिँ अब उतै कुटीतिर जान्छु। अब यतातिर ट्याक्सी नै ट्याक्सी हुन्छ। पालो पुरेर बस्ने कुरो आउँदैन है। अब उतैतिर बिचमा पर्छ उता कुटीतिर चाहिँ। अब त्यहीँनिर गएर बस्छु म चाहिँ। कतिको टिप लाग्छ हेरौँ बेलुकासम्म। कति बाँध्दो रहेछु हजुरहरूलाई देखाउने छु है। ल अब अर्को टिप कता लाग्छ त्यसपछिबाट देखाउँ है त। ल अहिले चाहिँ म यता पुम्दीगढतिर आइपुगेको छु है। एउटा टिप लिएर आइपुगेँ इनड्राइभमा। अब यहाँबाट चाहिँ खाली हो है। यहाँबाट चाहिँ पाउँदैन। अब यहाँ पुरेर बस्ने कुरो पनि हुँदैन। यस्तै नि छ। अब घुमफिर गर्दै कसैले बादलहरू लागिरहेको छ हुन्छ। आज मौसम एकदम राम्रो भएको छ है। शीतल परेको छ दिन पनि। अघि नै त पानी परेको थियो अहिले त पानी परेको छैन। अब यहाँबाट जान्छु म छोरेबाडनतिर गएर बस्छु है। अनलाइन त अहिले पनि अनलाइनै बसिरहेको छु। अब जाने मान्छेहरू त्यस्तो रहेछ भने एक लागिहाल्छ है भनेर। आजको मौसम एकदम सफा
सफा त के भन्नु जो शीतल छ है बादलहरू आइरहेको छ बादल माथि माथि आइरहेको छ देख्न सक्नुहुन्छ अलि भिडियोलाई फास्ट गरिदिन्छु है धेरै लामो हुने भयो ल यहाँनिर चाहिँ बाटो बनाएको छैन अझै पनि है यत्रो अब घुम्ने ठाउँहरू छ अब हाम्रो लगभग पोखरा आउने भनेको त्यही तालले अनि यही चाइनिज गुम्बा शिव स्ट्याचु भएको अनि त्यसपछि एउटा सरङकोट त्यसैले गर्दाखेरि नि हो पोखरा आउन मन गर्ने अब बाटो यस्तो छ है अब मान्छेहरू अब बनाउँदैन बाटो लास्टै छ कहिलेकाहीँ अब मुनि ठोक्किन्छ है अस्ति त यहाँनिर गाडी पनि बिग्रेर बसिराखेको थियो देख्न सक्नुहुन्छ बाटो यस्तो अफरोड छ धेरै पनि छैन क्या 20 मिटर पनि छैन 20 मिटर भनौँ न 20 मिटर मात्र छ क्या यति बाटो नबनाइदिनाले कम उठेर छ गुप्तेश्वर गुफा हो है यतापट्टिको देख्नुहुन्छ अनि यतापट्टि चाहिँ डेभिस फल्स है ल अहिले चाहिँ म यता इन्टरनेसनल एयरपोर्ट आइपुगेर मान्छे छोडेर फर्किँदैछु है अमरसिंहतिर पुग्न लागे फेरि पनि एउटा राम्रो ट्रिप भेटेको थियो ड्राइभमा कम्फर्टमा हान्नुभयो थियो के अरे ल त्यही नै हो अब चाहिँ म भिडियोहरू चाहिँ इन गर्छु होला है एकछिन मैले चाहिँ भिडियो चाहिँ यतैतिर इन गरिदिएको छु है आजको कमाइ भन्नु पर्दाखेरि चाहिँ 6700 रुपियाँ भएको थियो यहाँ क्यास भनेको चाहिँ 6000 रुपियाँ भएको छ 700 रुपियाँ चाहिँ अब अनलाइनमा छ के अरे ल मैले भिडियो चाहिँ यतैतिर इन गरिदिएको छु हेर्दै गर्नु होला लाइक सब्सक्राइब गर्नु होला पहिला पनि मैले भिडियो हालेको थिएँ अहिले फेरि ब्याक भइसकेको छु म है दिन बिराइ भिडियोहरू हाल्ने छु कमी कमजोरी छ भने कमेन्टमा बताइदिनु होला।
ल मैले भिडियो चाहिँ यहीँनिर इन गरिदिएँ। लाइक शेयर सब्सक्राइब गरिदिनु होला। धन्यवाद।